अहिले मारिदिन्छु क्या तपाईँको तपाईँले रिसाएको बुढाबुढी रिसाएको नै भनिन्छ फेरि हेरेका एकारे मेरा सफलहरू हेरेका हेरे हुन्छन् फेरि घर चाहिँ बलियो छ दाईको छेत्री बाहुनीको त्यस्तो नभन्नु न पारु कार्कीजी प्लिज त्यस्तो नभन्नुहोस् यो लभ भने चाहिँ ब्लाइन्ड हुन्छ क्या त्यसमा छेत्री बाहुन दमाई कामी सार्की भने चाहिँ हुँदैन लभ इज ब्लाइन्ड होइन त्यस्तो बनाउँदैन मेरो मुटु भेना भन्नुभयो लगाइयो मेरो ब्याट्री पनि अब 10%मा घरेछ अब यति भन्दै म पनि बिदा हुन चाहेँ तपाईँहरूलाई होइन बुढी अहिले भन्नु हेलो मलाई अब बेबी जमाउने कि नाइ एउटा घरले छोरो त देखाउनु पऱ्यो होला भनेर घरले छोरा चाहिँ होइन चिटिक्क परेकी एउटा लक्ष्मी जस्तो प्यारी दुईवटा छोरा छन् दुईवटा छोरी भएपछि आनन्द अहिले भन्नु त भेटै हेलो अहिले भन्नु त भेटै यसो अहिले पनि भनौँ भनेर भन्यो मनबाट आफै भन्न पऱ्यो तिमीले छोरी नै भयो नि हुन्छ छोरी नै मलाई एकदम मनपर्छ है एउटा लक्ष्मी चाहिने मलाई घरमा के छ भाइ भन्नुभयो ठिक छ राम राम भन्नुहुन्छ मिसेस छेत्री निजीले किन भन्नुभयो खोइ रिप्ले के भेना भन्नुहुन्छ रिप्ले दिइरहेको छु त मेरो मुटुजीलाई सरी मेरो मुटु होइन हजुरको मुटुलाई मैले रिप्ले दिइरहेको छु लु है छिटो बनाइदिनु पाऊँ बधाइदिन पाऊँ भनेर ओके एउटा घरमा लक्ष्मी नै जान्छ देविका रे सन्जु पाण्डेजी बेबी अलि हाम्रो भन्नाले के भन्नु भयो हुनेवाली हुन्छ आधा आधा नलेख्नु त आधा लेखेर म बुझ्दिनँ क्या फेरि म सिधा मान्छे त्यही भएर सिधा सिधा कुरा बुझ्छु टेढामेढा कुरा म बुझ्दिनँ होइन लु बधाई छ भन्नुभएको छ ओके थ्याङ्क यू सो मच होइन 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 यहाँ वाक्क वाक्क भइरहेको छ खै किन गीत बन्द गर्नु के भाइ भन्नु ओके पहिला रहेछ सेयर गर्नुहोस् भन्नु नि आउँदैन क्या हो के भने कोकी लागेर छ ए पोकी बोल्छ मैले यहाँ देखाएको छैन क्या देविका प्रेग्नेन्ट भयो के हो भन्ने खै वा 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 लगाएर हुन्छ के छ बुढी होइन हातहरूबाट के हुन्छ गाई दाहिने हातहरूबाट छोरा मान्छेको दाहिने आएको फर्करा राम्रो हुन्छ भने छोरी मान्छे देउरा आएको फर्करा राम्रो हुन्छ जो होगा देखा जाएगा त्यो मन लाग्छ नि लेडिजको दाहिने आँखा फर्करा के हुन्छ अरे गाईजहरू ल भन्नुहोस् त कोही हुनुहुन्छ कि यहाँ शास्त्र पढ्नु हुन्छ शास्त्र पढेको त यहाँ आउनु भएको छैन होला पक्कै पनि त्यही पनि शास्त्रको लागि अलिकति नलेज भएको कोही हुनुहुन्छ भन्नुहोस् त लेडिजको दाहिने आँखा फर्करा के हुन्छ अब छिटै छोरो जन्मिनुपर्छ भाइ भाइ बुहारी भन्नुहुन्छ नराम्रो हुन्छ अरे त्यो झगडा पर्छ मैले पढेको छु शास्त्र के हुन्छ ल भन्नुहोस् त लेडिजको दाहिने आँखा फर्करा आयो भने फाइट पर्छ राम्रो होइन ओके ओके म आज तिमी पनि नबोली बस्छु म पनि नबोली बस्छु झगडा हुन सुरु भयो भने मुख भोरी पानी हाल म मुखबाट बन्द गरेर बस्छु म पनि त्यही गर्छु डल्ले खुर्सानी साउन्ड ए डल्ले खुर्सानीसँग सोध्नु डल्ले खोर्सानीलाई सोध्नुपर्छ ए सोध्नुपर्छ झगडा हुन्छ भन्छन् अरू त केही हुन्न
ओके कसम आज चाहिँ म मुखमा चाहिँ ट्याक्क पानी हाले बस्ने भएँ झगडा भइसक्यो 4 दिन भएर गऱ्यो नाटक गरे होइन ल 1 2 3 4 5 रुँदै आउनुपर्छ किन यस्तो हो डल्लै खुर्सानी दाई ज्योतिष होइन र भन्नुपर्छ होला होला हा 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 त्यो के भन्यो के भन्यो यो अब त 2 जना लाग्यो सुत्नु 2 जना के भने भनेको कुरा 2 बज्न हो ए यता 2 बज्न लाग्यो 2 बज्न के लाग्यो रेकर्ड सुन्यो भने रिसाउँछ अरे कि केही बोलेको सुन्यो भने ए ओके ओके त्यस्तो के हुँदैन के हुँदैन खाना भयो भाइ भन्नुपर्दा खाना चाहिँ भएको छैन बल्दा सुतेर उठेको एकछिनमा पकाउने खाने बोल्दिनँ फेरि त्यही बोल्दिनँ म रोज छिटो भइरहेको हाँसेको हो अरे बुढाबुढीको झगडा पराउटाएको हो हँसेको वास्तव भने बुढाबुढी झगडा गरेको ठाउँमा चाहिँ कोही पनि दुसरा तिमी किन मुसुमुसु हाँस्या भर्खर त देख्छु त म भन्नुभएको छु 2-4 वर्षपछि फेरि अमला फेरि महँगो भएर फेरि पत्तै महँगो हुने होला है कुमारदा नेपाल घर कता हो भन्नुपर्छ मेरो चाहिँ घर चाहिँ स्याङ्जा मेरो घर चाहिँ स्याङ्जा जिल्ला है आहा अमला काण्ड त्यही त भने अमला काण्ड चाहिँ अहिलेबाट अलिअलि अमला किनेर स्टोर गरेर राख्नुपर्छ जस्तो हजुर कुन सार्की हो भन्नुहोस् खोइ मलाई कुन सार्की मलाई थाहा भएन हजुर म सार्की त्यो सार्की नै हो कुन चाहिँ सार्की भन्ने मलाई थाहा छैन त्यो यो त बुवा आमाहरूलाई हजुरबुवालाई अब हजुरबुवालाई त के सोध्नु बिचरा हुनुहुन्न आमा बुवालाई सोध्नुपर्छ देवीका खोइ दाई आज देवी दाईसँग टाउको दुधाएर पल्टिएर बोली मिठो छ यही ठुलो कुरा हो भनेर थ्याङ्क यू सो मच सार्की मात्र हुन्छ कुन होइन म चाहिँ सार्की नै हो मेरो बुवाको नाम भने डट बहादुर सार्की छ मेरो पनि सार्की छ मैले पनि छोरालाई अब सार्कीको नामबाट नागरिकता बनाइदिइसक्यो खोइ के सार्की भन्नु कुन सार्की भन्नु अनि 2वटा बुढी पछि लाउँछ भाइ मलाई काजु नखानु जातले केही हुँदैन भन्नुभयो सिकाजीले हजुर जात त केही हुँदैन जात त भने कस्तो भने अब मलाई पनि के अरे जातको भाडाको मलाई खासै त्यस्तो छैन है पृथ्वीनारायण शाहको पालाबाट जात भात छुट्याएको थियो होइन कत्रोभन्दा पहिला जात भात के हो थाहा थिएन कसैलाई केही थाहा थिएन अब पृथ्वीनारायण शाहले के सोचेर जात भात छुट्याइदिनु भयो उहाँलाई थाहा होला तर मानव जात र मानव धर्म भन्ने यो 2टा चिज थाहा छ मलाई मन सफा राखौँ राम्रो हो सही हो लगाइ सबलाई वेलकम चाहिँ 316 जना बसिराख्नु भयो 316 जनालाई नै एकमुष्ट वेलकम र गुड इभिनिङ पनि भनेर आएँ मेरो एसएमएस पनि बस्या खालको हो मेरो मिसेस पनि हो सरी मेरो मिसेस पनि धेरै बस्या सालको हो भन्नुपर्छ ओके जात नभन्नु सबैजना बराबर रातो नै हुन्छ हो त्यसै हो कसरी 2 महिला सही भन्नुपर्छ सबैले बुझ्नु पनि साथीहरू त्यो जात भन्नु सब सिर्फ 2 जात हुन्छ कि सिर्फ सही कुरा हो यार महिला पुरुष 2 जात मात्रै हुन्छ होइन त्यो बाँकी मान्छे चिनाउनलाई मात्र यो के अरे यो संसारभरि कुमारै कुमार भएको कसो चिन्दैन होइन कोही नै कुमार सार्की कुनै कुमार काकी कुनै कुमार अधिकारी कुनै कुमार बस्नेत हुनु चाहिँ पर्छ दाई भाउजू रक्स के अरे सही हो हेरेर हेरेर 2 जात हुन्छ नारी र पुरुष हो सही हो 2 जात भए पनि दाई हे छ बाहुने छेत्री हेट यस्तो नभन्नुहोस् न हौ त्यस्तो हो क्या छेत्री पनि बाहुने भन्दा पनि अब मन मिल्यो त के गर्ने हेट
आजकल त सासू आमाले पनि भन्नुहुन्छ फोन गरेर धेरै चोट नखानुहोस् बाबु, धेरै रक्सी नखानुहोस्, रक्सी त छोडिदिनुहोस् भन्नुहुन्छ बेला बेलामा। खुसी लाग्छ। पहिलाको बाटो बनाउँदाले राखेका होला होला पनि जुन केटी पनि तयार हुनु तपाईँ हेरेर त्यस्तो होइन है, त्यस्तो होइन। सासू पनि बोल्नुहुन्छ, हजुर सासू आमा बोल्नुहुन्छ, किन भन्नु। सासू आमाले एकदम सही भन्नुहुन्छ। बाबा ठाकुर के अरे बाबा ठाकुर भन्नुहुन्छ मलाई। यो जोडी चाहिँ राम्रो जाओस् है दादा भन्नुहुन्छ। मलाई तपाईँहरूबाट केही चाहिँदैन, भगवान् चाहिँ दुआ गरिदिनुहोस् राम्रो होस्, हात खुट्टा नभाँचियोस्, सही सलामत होस्, त्यो दिमागमा कहिले पनि यो नेगेटिभ सोचाइ कहिले नहोस्, यति भन्दै हुन्छ। कहिले भेट भयो भने एक चाय पिलाइदिनु होला। भनेलाई टाटा बाई बाई गरिदिनु भएको हो भने टाटा बाई बाई होइन, गुड बाई नै गरिदियो हो। नमस्ते भन्नुहोस्। नमस्ते हजुर, नमस्कार। एउटै फर्कनु हौ।